हेलो सो गाइज वेलकम टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आई होप म पनि एकदम सन्चै नै छु। फाइनली आज चाहिँ हामी जङ्गलतिर वनभोज खानलाई आएको छु। चारैतिर जङ्गल छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। सबैतिर लगभग कति 8-9जना टिम होला। 2-3जना चाहिँ अगाडि पुगिसक्यो। हामी चाहिँ यहाँनिर 4जना छ, बाँकी चाहिँ 2-3जना चाहिँ पछाडिबाट आउँदैछ। भिडियो अन्तिमसम्म हेर्नु होला, के हुन्छ देखाउने छु। नछुटाइकन भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। हेलो सो गाइज फाइनली हामी चाहिँ आइपुगिसक्यो। हामी चाहिँ यहाँनिर हाम्रो वनभोज खाने ठाउँमा हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ आगो यतातिर छ, उतातिर झरना हाम्रो बगिरहेछ। हल्का फुल्का फोहोर छ होला, त्यसमा ध्यान नगर्नु होला, तर झरना त झरनै हो। ल देख्न सक्नुहुन्छ हामी चाहिँ फाइनली आइपुगिसक्यो। केही भन्न चाहन्छ कि भाइ? नराम्रो लागि नि लाइक फलो अनि सब्सक्राइब चाहिँ गर्ने। हाम्रो भाइले केही भन्ने हो कि यस्तो भनिदिनु जस्तो चाहिँ लाग्यो। अलिकति लाइक कमेन्ट सेयर चाहिँ समय हेरिदिन नभुल्नु होला। ल अहिलेको लागि चाहिँ ल भाइ मेरो भिडियो बनाइदियो। हेलो सो गाइस हाम्रो चाहिँ चिकन पनि मेरिनेट भइसक्यो। तपाईँहरू हेर्न सक्नुहुन्छ। चिकन चाहिँ यसरी मेरिनेट गरेर अब यहाँ आगोमा हाल्ने छु। हाम्रो चाहिँ स्टाइल चाहिँ यस्तै हो। अब फाइनली चाहिँ यहाँ मासु पनि झऱ्यो मजाले। फाइनली हामी चाहिँ माथि आइसक्यो पकाएर। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँनिर पिस गर्दैछ बनाएर। पिस गरेछ। यता चाहिँ चाउचाउ र चिउडा हुँदैछ। अनि यता चाहिँ 2जनाले मासु काट्दैछ। फाइनली अब हामी चाहिँ खाँदैछौँ। कस्तो हुँदो रहेछ यसो चाख्दिउँ है त। ल फाइनली अब म चाहिँ यो चिउडाबाट सुरु गरेँ। एकदम कस्तो छ? एकदम मेरो अन्य चाखेको चाहिँ छैन। विनोद ओए केटा हो कस्तो छ? मासु पनि चाख्दिउँ है त अलि। मासु चाहिँ एकदम मिठो भएछ। टमेटो कस्तो केटा हो? एकदम मिठो। हेलो सो गाइज हाम्रो चाहिँ फाइनली पार्टी सकियो। हामी अब रुमतिर जाँदैछु। के कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। र जाँदै लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। नेक्स्ट भिडियोमा मिल्नु।